खदा आज सबै छ यही चाहिँ न तिम्रो छोरी हो गुड मर्निङ भन छिटो हेलो एभ्रिवान गुड मर्निङ एन्ड वेलकम ब्याक टु अवर युट्युब च्यानल आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छु हजुरहरूको माया र आशीर्वादले है सो आज म हजुरहरूको अगाडि धेरै दिन बाद आएको छु है हजुर सबैजना थाहै छ म दार्जिलिङ गएको छु भनेर है माइत अनि फर्किने दिन पनि हुँदैछ है म सन्डे यो आउने सन्डे फर्किन्छु उता घर है किनकि यहाँ चाहिँ स्कुल पनि लाग्छ मार्चदेखि है सो त्यही भएर चाहिँ सो आज चाहिँ के छ भने आज त एकदमै अस्पिसियस डे हो है हाम्रो आसेङको चाहिँ छोराको आज छेवर हो है कपाल काट्ने दिन है अन्त त्यही भएर छेवर सेलिब्रेट गर्नुहुन्छ अरे त्यही भएर हामी सबैजनालाई बोलाउनु भएको छ आफन्तहरूलाई है सो हजुरहरूले चाहिँ ब्लग एन्डसम्म हेरिदिनुहोस् होला है हाम्रो गाउँघरको कस्तो हुनेछ गाउँघरमा कस्तो पाराले मनाउने छ भनेर है सो आज हजुरहरूलाई मेरो सबै रिलेटिभ्सहरूसँग पनि इन्ट्रोड्युस गराउँछु हुन्छ ब्लग चाहिँ एन्डसम्म हेरिदिनुहोस् होला आयो हजुरहरूले आजको ब्लग पनि एन्डसम्म हेरिदिनुहुन्छ होला भनेर आशा राख्दछु है यहाँ चाहिँ हाम्रो याङचिमी छ मेरो बहिनी छ यहाँ चाहिँ है मेरो आसेङको छोरी हो है यहाँ चाहिँ बहिनी भएको छ नि तिमी बहिनी बहिनी भन यहाँ चाहिँ त यहाँ फिक्स बहिनी भएको बस्छ हो यता यहाँ चाहिँ त फिक्स बहिनी भएको बस्छ नि अब हामी एकछिनमा जाने रेडी भएर है यहाँ पनि रेडी भएको छैन अन्त बहिनी पनि बिमार भइरहेको छ है मेरो बहिनी नि याङछिमी हजुर ल तिमी गुडबल हो नि त चलाउँदैन नि अब चाहिँ रेडी हुनुपर्छ हामी ल हजुर चलो नि बहिनी बस्दै गर ल अहिले जानुपर्छ हामी ल छेवरमा ल सो गाइस यहाँ गिफ्ट पनि रेडी छ यो चाहिँ आमाको हो है यो चाहिँ मेरो है किनकि मलाई पनि इन्भाइट गर्नुभएको छ नि त है त्यही भएर सानो गिफ्ट पनि दिएको छु बाहिर है अन्त यो चाहिँ मम्मीको हो है सो यसमा नाम लेख्नुपर्ने छ अन्त म नाम लेखिदिन्छु है अन्त अब त्यसपछि रेडी हुने है यसमा रेडी भइसक्यो हो मैले केही नलिएँ नि त लाउनेहरू त्यही भएर चाहिँ आमाको दलदिन पनि यहाँ भयो सो के थियो त मेरो छोरी पनि रेडी भयो यहाँ चाहिँ नानी कसकोमा गएको तिमी सन्डे नासिङको छेवरमा भन न ऊपर जाऊ तल जाऊ त तिमी न मलाई यहाँ चाहिँ गुड मर्निङ भन न छिटो खै गुड मर्निङ भन यहाँ चाहिँ गुड मर्निङ भन न मलाई सो गाइस रेडी भइसकेँ खिरा लगाएको छु है सो मैले त थाहै थिएन मलाई त छेउहरू छ भनेर अन्त म त त्यस्तो अब थाहै थिएन लुगाहरू पनि केही पनि नलिएको थियो अन्त सो त्यही भएर खिरा लगाएँ आज है कुर्ताहरू पनि केही पनि नलिएको थिएँ उसलाई चाहिँ हप्ता भयो सन्डे नासिङको छेउरमा हो यो चाहिँ मामसँग हिँड जाऊ त मामसँग हिँड तिमीले यसरी बोल्दिनँ म जाऊ तिमीसँग आमाहरू चाहिँ झोला बोक्दै ठिक्कै हुन्छ है त्यसमा त गिफ्ट बोक्नु भएको छ है म अग्लो हिल मतलब हिलहरू लाएर हिँड्नु सक्दिनँ नि त कि म हतपत लाउँदिनँ त हिल भएको त्यही भएर हिँडेन हेर्नुहोस् न गाइज तर यो चाहिँ उयो चाहिँ यस्तो भिड छ नि हो डेन्जर हुन्छ यहाँबाट ओह्रालो जानुपर्छ आसेङको घर है ऊ माथि चाहिँ हाम्रो किशोर आसेङ अन्त अशोक आसेङको घर छ ऊ माथि चाहिँ है आज त वेदर पनि यस्तो भइरहेको रहेछ बिचरा भाइको कपाल काट्ने दिनमै अरे न्यु पेन्ट नानी यो कसले किनिदिनु भएको लुगा को माम ऊ होइन मनिता माम भन मनिता मामले सो गाइस ब्लग चाहिँ सबै हेरिदिनुहोस् होला आज कस्तो हुन्छ भनेर है सो अहिले प्रायः मान्छे त आइसक्नु भयो होला हामी चाहिँ अलिक ढिलो गएको नि त किनभने त्यही हो घरमा है मम्मीको अलिक काम थियो त्यही भएर चाहिँ त्यो कामसम्म सकेर चाहिँ हामी अहिले जाँदैछु म याङछेन अनि मम्मी है यहीँ हो छेउहरू चाहिँ गाना बजिरहेको छ अब यस्तै हुन्छ बिहा छेउहरूतिर त है गाना बजेरै उयो हुन्छ है आए आसे बल्ल बल्ल है खैसिम अघि आउनु भयो ए भाउजू ठिकै हुनुहुन्छ छे भाउजू अस्तिको भाउ जाने बेला भयो नि अब नानी छेकेर आयो नि त छेकेर सुयहाँनिर रहेछ है नानी बिमार भएर कस्तो रहेछ त अन्त बिचरा याङछिमी आएछ त ऊ गाना लाग्यो नि फेरि पिर भयो मलाई सो यहाँनिर चाहिँ रहेछ मेरो भाइ छ नि सामदेन खै नानाले छेकर ऊ आसेङ भान्जी भन भान्जी खै आसिन छेकर आसेङलाई छिटो
Chegora yang chen aseng pota chegora le pota न सुले अनि aseng pota chegora मेरो भाइको फोटो लिया रहेछ सामदेनको है खाजा लगाइदिनु मम्मी टिका लगाइदिनु नानीको मम्मीको चाहिँ बधाई हो है Thank you भन नानाकोबाट खदा मेरो भाइलाई ह्याप्पी च्योर छेवर जसको छ उसको मम्मी चाहिँ यहाँ हुनुहुन्छ है मेरो चाहिँ आगी हो है बिजी रहेछ आमा बिचारा है हुन्छ छु ल त्यसो कम्ती रहेछ है के पो राइस है खानाको गरेको थिएँ नि अचार पनि रहेछ है अनि यो चाहिँ होला है के पो मस्यामको दाल है यहाँ चाहिँ माम हुनुहुन्छ है हाम्रो अनि यहाँ चाहिँ मेरो जिजु आखेर जिजु माम र मेमी हुनुहुन्छ यहाँ चाहिँ यता मामको चाहिँ हस्बेन्ड हो है जो चाहिँ फर्स्ट देखाएको थियो माम उहाँको चाहिँ हस्बेन्ड हुनुहुन्छ अनि यता चाहिँ मेरो मामको आमा आप्पा हो है मेरो आमाको आमा आप्पा है पुरा माम के माम भन्दै होइन पर बिर्सिसकेको रहेछ तालहरू मारेर पुरा बोलायो हामीले रेडी भएर चाहिँ एकदम खाना खानुहुँदैछ एकता भाइ यता हाम्रो अन्जना आङ्गी है कान्छी आङ्गी ए कान्छी कान्छी गीत होला है ए प्रणेताको छोरा हो यत्रो रहेछ है यता आङ्गीलाई म त आङ्गी पर्छु उसको होइन आङ्गी भने आङ्गी खै आङ्गी भनेको है यहाँ पनि बसेको अरे पुफेमा मसँग साथी आज सबै छ एकछिन बस्दैको यहाँ हाम्रो मामले के अरे माम भन्नु त मामले मासु हाल्नुहुँदैछ यहाँ हाम्रो मामले है फलमासु है माम हाम्रो मामको दाँत छैन अरे ए हो माम उपर छ माम उपर छ हेर्नु न यस्तो त मान्छेहरू एकछिन बसेर बुफेमा एकछिन पनि आएको छु एकछिन बसेर बुफेमा खानाहरू खाँदै रहेछ अहिले चाहिँ यत्रो भएछ 5 महिना पुगेछ मेरो भदै है यता भाउजू खाना खाँदैछ पाउनु दिएको नानी नि मेरो त हुर्किसक्यो अब अनि यहाँ चाहिँ अनि भाइ मन पऱ्यो लैजाउँ न भाइले ल सिलगढी गाडी सिलगढी लैजाउँ ल सिलगढी लैजाउँ न मन पऱ्यो भाइ मन चाहिँ पऱ्यो है भाइ भाइ ल यहाँ लाग्छ अरे खिर पनि रहेछ टेस्टी भएको छ खिर एकदम अब सर्भ गरेको खिर चाहिँ है अन्त सबैजना खाना खाइसक्नुहुँदैछ है आजै आउँदैछ नि त मान्छेहरू है त्यही भएर आफ्नो मान्छेको एकछिन हेल्प गरिदिनु पऱ्यो है त्यही भएर सबैजना हुन्छ यहाँनिर अहिले घरमै गरेको छ नि त छेउहरू चाहिँ त्यही भएर सो यहाँ चाहिँ हाम्रो मुन्ने आन्टी आइसक्नु भएको छ है मुन्ने आन्टी बसेर खानु आन्टी बसेर हौ लान्टी ज्याम अप है हल्का दिन हेर्नु न कस्तो भयो भएर गयो कि अम्बो बसेर खानु न आन्टी बसेर त्यही दिइहाल्नु न त
मान्छे त छैन अरू छेवर्नीहरू छ त यो त छेवर्नीहरू मात्रै छ है भाइ त तल होला हजुर नानी यता को चिन्यौ तिमीले परिआसु पो त को हो परिआसु गुड परिआसु हो नि त अब भान्जी अभिषेक दादा ठिकै हुन्छ खै उयो आएन त हौ ऊ आँगी हो आँगीलाई बोलाउँदैछ नि त आँगी खै खोल त कपाल काटेर हेर्नु उहिले छेवर हो नि त आज है छेवर थपक्कै यहाँ मान्छे आउँदैछ सबैले पुरा खोल्दैछ नि अहिले नखोल्नु नि यसलाई ओइ भाइ अहिले नखोल ल भने बेला ओइ भाइ नभनेको आसु हौ आसु तिम्रो छोरी हो मिलेको कहाँ छ आँगी कालो छैन नि हाम्रो आँगी गोरो छ नि हौ ओइ भाइ सुन्न मेरो कुरा ल हुन्छ भन् भाइ यहाँ हाम्रो सुनिल आँगी हाम्रो बनाउनु लागि यहाँ हाम्रो आँगी हो आँगीले पनि भ्लग बनाउनुहुन्छ है हाम्रो आसेङको चाहिँ आँगी हो है सुनिल आँगी मेरो साथीको चाहिँ आमा है त्यसरी नचला न भनेको यहाँ भक्कै लागि नले त आमा बच्चाले त लु आसुलाई दिएको अरे गिफ्ट परि आसुलाई यही चाहिँ नचला न भनेको तिमी आउँछ बस ओइ त्यसो नगर यही चाहिँ यही चाहिँ बस यहाँ चाहिँ यता हेर ऊ यता मोक्तान है मोक्तान तँ पनि मोक्तान है तिमी मोक्तान है भाइ है यहाँ सब मोक्तानहरू मात्रै रहेछ उहिले चिलाएछ ढाड्क्यो नि म त डान्स पो गरेको छ भनेको कि बडा ढाड भान्जीले चिलाइदिन्छ भान्जीले थ्याङ्क यू भन् सामदेन त्यसो दिनु हुँदैन सामदेन ओइ यता पनि आसु छोरी भेट भयो नि त दुईजना एउटै देखेको यसो खेल न आसुसँग आन्टीले चाहिँ खिर लिएर आउनु भएको रहेछ है त नानाको लागि है तर नानाहरूले कता हराउनु भयो फेरि खिर खाने मान्छे हजुर ए खाना खाएर मात्रै ए ठिकै त्यो राखिदिनु न त लक्की तिम्रो नाम के हो लक्की है तिम्रो नाम पनि लक्की होइन ह्यान्डसेक गर न त नानालाई हेलो लक्की ए त हाम्रो माम पो त है त्यो चाहिँ हाम्रो माम हुनुहुन्छ है कान्छी माम कान्छी माम होइन कान्छी माम त हो त होइन म चाहिँ नातिनी हो मामको हाम्रो मेमेको चाहिँ माम हो है अशोक सिंहको चाहिँ आसु है अशोक सिंहको चाहिँ माम सबै आफ्नो हुँदा चाहिँ यहाँनिर आफ्नो आफ्नो भेट छ है भेट भएको छ यहाँ आउँ यत्रो भेट भएछ बच्चा पार्टीहरू अब ओइ भाइ अस्ति किन आङीलाई छोडेर गएको भन कति बोल्दिनँ म अस्ति आङीलाई छोडेर गएको होइन अस्ति बस्छु भन्दै थियो त अनि चाहिँ हाम्रो बडी र भाउजूले खाँदैछ खाना है बडी र भाउजूले भ्लगमा सबै आउनु पनि मेरो अब शाखा सन्तानहरू सबै है भाउजू बडीहरू है बडी आम्बम्बो चाहिँ पानी ल्याइदिँदैछ ए पानी ए खिर होला डब्बै पानीहरू छ क्या पहिला चोरी देउरानी है सात समुद्र लो मिल्यो अन्त सान्वी आसुसँग आसु भन न अन्त सान्वी आसु भन त्यो बगान हो खै सान्वी आसु भनेको सान्वी आसु यो चाहिँ घर जाउँ ल हामी ल गाइज हामी घर गएको अब 4 बज्न थियो है
टेन्सन निन्द्रा लाग्यो भन्दैछ नि त होइन, त्यही भएर दिउँसो सुत्ने बानी छ नि त, त्यही भएर है। सो आजको भ्लग यस्तै भयो है। हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला है। हाम्रो गाउँघरको अब गाउँघरको अब होइन यस्तो के भिडियो। सो गाइज हामी घर पनि आइपुग्यो है, अन्त ड्रेस चेन्जहरू गर्छ अब है। अन्त त्यही हो, अब दिन पनि कस्तो जाडो जाडो हुँदै गयो। सो आजको ब्लग हजुरहरूलाई के कस्तो लाग्यो, राम्रो लाग्यो सधैँ जस्तो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला है। अनि अझै हामी नयाँ योभन्दा राम्रो ब्लग लिएर आउनेछु। अन्त हामी जाँदैछौँ सन्डे उता घर है। त्यहाँदेखि फेरि हामी याङछेन म माम एकैचोटि देख्नुहुन्छ ब्लगमा है। सो थ्याङ्क यू फर वाचिङ टिल द एन्ड, बाई बाई, सी यू नेक्स्ट ब्लग।